हल्लिन थालेको रहेछ नि म पनि तपाईँ भनेको त हाम्रो तीर्थ पुरुष हो हाम्रो पुलिस अफिसर याद गरिबस्छु कोही कोही बेला युनिफर्म लगाएर घुम्नुहोस् न मेरो जिन्दगीको सबभन्दा ठुलो समस्या हल गरेको त्यही हो इन्कम ट्याक्स नोकरी यो इम्प्लोइमेन्ट भन्ने कुरा त मान्छेको मुखमा धेरै नै हो पिपल वाज भेरी ह्याप्पी 500 रुपियाँ अहिलेको भन्दा 500 भन्दा 5 लाखको भ्यालु छैन अहिले फेरि उनलाई नै बोलाएँ मैले यहाँ बोलाएर कुरा भयो के गरेको घुँडामा बन्दर हानेको आफै अन्त यो मायाप्रति पनि एउटा अमर कथा जस्तो He is obsessed with Sikkim. एकदम सिक्किममा उनीहरूको मलाई लाग्छ धड्कनै सिक्किम छ नमस्कार गिरी साहब तपाईँलाई सम्झिरहेको थिएँ हजुर आज जाने भनेको मैले चन्द्र म्याडमलाई फोन गर्नु लाग्छु छु उहाँ घरमा हुनुहुन्छ कि हुँदैन भनेर हुनुहुन्छ अरे के आज उहाँलाई भेट्ने चाहिँ हाम्रो नेपाल साहबहरू पनि उहाँहरूको सिनियर सिटिजन फोरम के रहेछ कि उहाँहरू जानुहुने रहेछ नेपाल साहबले मलाई फोन गर्नुभएको थियो म मिटिङमा आउनु सक्दिनँ भनेर हामी चाहिँ 1 बजी मिटिङ सकेर त्यहाँबाट त्यतैबाट चाहिँ जाउँ होला है सर हजुर हाम्रो दाल साहबहरू आउनुहुन्छ हजुर हुन्छ सर म अब एकछिनमा निस्किन्छु ल सर हवस् हाम्रो सिपी गिरी सर हाम्रो पूर्व डिजिपी हाम्रो सिक्किमको एकजना अभिभावक उहाँको फोन आएको थियो र आज चाहिँ हामीहरू सिक्किमका पूर्व मुख्य सचिव एकदमै हाम्रो जातीय गौरव भनौँ पीके प्रधान सरको लाई एउटा सामाजिक भेटघाट गर्ने हाम्रो कार्यक्रम छ भागोपाको उहाँ भारतीय गोर्खा परिसङ्घको एकजना संरक्षक पनि हुनुहुन्छ र पीके प्रधान साहबले सिक्किमको ग्रामीण विकासको निम्ति धेरै योगदान दिनुभएको छ आफ्नो उहाँ सचिव रहँदाखेरि उहाँ पञ्चायती राज विभागको पनि प्रथम सचिव हुनुहुन्छ त्यसरी नै अहिले अब सिक्किम फुटबल एसोसिएसन भनेर अब अहिले सबैले चिन्छ र 1978 मा हुनुपर्छ उहाँ पहिलो सिक्किम फुटबल एसोसिएसनका उहाँ अध्यक्ष हुनुहुन्थ्यो र उहाँको अध्यक्षतामा सिक्किमले अब अन्तर्राष्ट्रिय रूपमा आफूलाई चिनाउन सक्षम भएको छ यो कुराहरू तपाईँलाई थाहा छ र त्योभन्दा पनि महत्त्वपूर्ण के छ भनेदेखि हिजोआज हामीहरू एकअर्कालाई भेट्न छोडिसक्यौँ खालि हामी एउटा सोसियल मिडियामा भेटिन्छ र एउटा व्यक्तिगत रूपमा एउटा भेट्ने एउटा जुन चाहिँ एउटा पहिलाको एउटा हाम्रो संस्कार थियो बिस्तारो हराउँदै गइरहेछ र यो परिणाम ल्याउँछ भन्दाखेरि जति पनि हाम्रा सिनियरहरू हुनुहुन्छ विद्वानहरू हुन्छ र अनुभवी व्यक्तिहरू हुनुहुन्छ उहाँकोमा भएको ज्ञानका भण्डारहरू बिस्तारो हराउँदै जान्छ मलाई स्मरणमा थाहा छ कि एकजना विद्वानले एउटा कथन भनेका छन् कि एउटा हाम्रो समाजको अनुभवी व्यक्तिहरू भनेको एउटा लाइब्रेरी जस्तै हो पुस्तकालय जस्तो उहाँकोमा ज्ञानको अपार भण्डार हुन्छ ती ज्ञानहरूलाई हामीले पढ्नुपर्छ ती ज्ञानहरूलाई सिक्नुपर्छ जस्तो अब हाम्रो क्षेत्रमा हाम्रो भौगोलिक स्थिति अनुसार हाम्रो अनेकौँ जडीबुटीहरू छ ती जडीबुटीमा पनि विभिन्न रोगहरू जाति पार्ने क्षमता छ र ती कुराहरूलाई खुट्याउने व्यक्तिहरू बिस्तारै समाजबाट हटेर जान्छ किनभने उहाँहरूबाट सिक्ने हाम्रोमा त्यो एउटा संस्कृति छैन हैन र आज चाहिँ हामीहरू अब पीके प्रधान साहब जसको उहाँ 91 वर्ष पुग्नुभयो र अलिकति अस्वस्थ पनि हुनुहुन्छ उहाँलाई अलिकति उहाँको स्वास्थ्य बारेमा पनि हामीहरू उहाँलाई एउटा भेट्ने र उहाँबाट केही ज्ञान गुणका कुराहरू सिक्ने र अहिले हामीहरू भागोपको एउटा मिटिङ छ मिटिङ एटेन्ड गरेपछि चाहिँ हामीहरू उहाँको गृह हाम्रो सिच्छेमा छ त्यहाँ हामीहरू जानेछौँ त्यहाँ फेरि तपाईँलाई उहाँसित भेटाउनेछु उहाँले राम्रो साइड चाहिँ पाउनु भयो नि के हो कि नलिएको कुरामा तपाईँ नै अब उहाँको बहिनी हुन्छ तपाईँ घन्टी सन्टी बजाएर आउनुहोस्
ठीक है, हमको पहचाना पहले भी आए। ए नमस्ते ए सबैजना नमस्कार नमस्कार अरे आफ्टर लङ टाइम है आउनु हुँदैछ सर नमस्कार सर। किन हो एकदम ठिकै छ हालको तपाईँलाई स्वस्थ देख्दा एकदम बसौँ सर सरसँग आज हामी अलिक आज धेरै दिनपछि धेरै भयो नि त हौ त्यही त त्यही त निकै हजुर हल्लिनु थालेको रहेछ नि त म पनि बसौँ न सर एउटा रिक्वेस्ट आयो कि हामी यो अलिक तपाईँको फिल्म पनि त्यही त चिन्नुभयो सिपी गिरी सर। किन अरे सिपी गिरी सर। सिपी गिरी कौन हो फर्मर डिजिपी सिपी गिरी अच्छा अच्छा ए इन्कम ट्याक्सदेखि लिएर सबै कुरोमा गर्ने त्यही विषयमा उहाँ हाम्रो प्रेसिडेन्टले कुरा राख्नुहुन्छ निमेष सरले त्यही विषयमा हामी यसो सल्लाह भेटौँ पनि भनेर आएको बहुत बहुत धन्यवाद सम्झिनु भएको उहाँ अँ, अब भेटिँदैन गान्तोक पनि पहिलाको जस्तो छैन है सिटी भयो एकदम फेरि भेटिँदैन बाहिर निस्किँदैन कि हजुर निस्किनु चाहेर पनि खोइ भिडले गर्दा हो कि केले गर्दा हो कि उमेर गएर हो क्या साँगुरो हुँदै जाँदैछ क्या अन्त ठिकै हजुर सर हजुर बिजी एज अलवेज हजुर बिजी नै अन्त एउटा हामीहरू अलिकति तपाईँले अब तपाईँको जीवनको बारेमा है सर तपाईँले अब ग्रामीण विकास विभागमा धेरै काम गर्नुभयो होइन आरडिडीमा काम गर्नुभयो आरडिडीमा त्यति बेला पञ्चायती राजको समयमा पञ्चायत डिपार्टमेन्ट त तपाईँले नै तपाईँकै फर्स्ट तपाईँ सचिव हुनुहुन्छ होइन सर तपाईँकै पहलमा सुरु भएको भनौँ न होइन र त्यति बेलाको सिक्किमको पञ्चायती एउटा व्यवस्था भयो है तपाईँहरू कस्तो प्रकारले खटेर गाउँ बस्तीतिर जानुभयो त्यो बारेमा अलिकति सानो तपाईँको कुराहरू हामी तपाईँले बताइदिनु भयो भनेदेखि चाहिँ अन्त त्यस विषयमा तपाईँ के छ भन्नु म त अब तपाईँ भनेको त हाम्रो तीर्थ पुरुष हो तपाईँले हाम्रो जातिको लागि सिक्किमेको लागि जे गरेको छ त्यो त इतिहासमा एउटा स्वर्ण अक्षरले लेखिन्छ र तपाईँको आफ्नो अनुभवमा तपाईँ त पहिला डिओ बस्नुभयो डिओदेखि सुरु भयो नि त त्योभन्दा अगाडि पनि डिओ भन्दा डिप्टी मेजिस्ट्रेट डेप्टी मेजिस्ट्रेट डेप्टी मेजिस्ट्रेट हुनुभयो र त्यहाँदेखि तपाईँले अलिकति छोटकरीमा म यो सालमा जति याद हुन्छ तपाईँलाई त्यो बताइदिनुहोस् न अहिले यसो रेकर्ड गरिराख्ने उहाँ चाहिँ सिपी गिरी हाम्रो हाम्रो पुलिस अफिसर रिटायर्ड म त याद गरिबस्छु तपाईँले याद गर्नु न म त याद गरिबस्छु जहिले पनि त्यो रानी पुलबाट क्रस गर्छु हेरिबस्छु क्या अन्त आजकल त्यो तपाईँको पुरानो घरदेखि नयाँ बनाइसक्नु भयो कङ्ग्रेचुलेसन एकदम ठिकै हुनुहुन्छ एकदम यु लुक भेरी फ्रेस भेरी यङ्गर देन मी हजुरहरूको आशीर्वाद छ त्यसको एउटा सर एउटा हामी जहिले पनि त्यो बाटो यात्रा गर्दाखेरि मेरो मिसेसले चाहिँ त्यहाँ पुगेपछि जहिले पनि नमस्ते गर्थ्यो क्या अन्त नमस्ते गरेर माथि ओम लेखेको छ मन्दिर जस्तो छ है यो त मन्दिर हो भनेर भन्थ्यो कि भरे पछि त सिपी गिरी सर त म त यहाँ धेरैजनालाई भन्छु तपाईँले पनि भनिहाल्यो एकजिताल अब सिपी गिरी डिजिपी नागाल्यान्ड है नागाल्यान्ड होम सेक्रेटरी पनि बस्नु भयो होइन त्यही त ऊ अन्त कोही कोही बेला युनिफर्म लगाएर घुम्नुहोस् न भनेर भन्छु पत्ते हुँदैन कि अन्त म भन्छु नि उहाँ त हाम्रो डिजिपी आइपिएस अफिसर ऊ सिक्किमकै उहाँ नागाल्यान्ड जस्तो उमा
गर्नुभएको भनेर तपाईँले भने त्यो यहाँ भन्छु कि तर अब जबसम्म हामी चाहिँ अलिकति अप्ठ्यारो मान्छौँ नि आफैलाई म यस्तो थिएँ उस्तो थिएँ भन्नु, तर अहिलेको समयमा चाहिँ त्यो नबनिकन चाहिँ नि आफ्नो मूल भएको देखि अनुभव गर्नु सकिँदैन क्या। तपाईँ ठिकै हुनुहुन्छ। इन्कम ट्याक्सको अभियानमा बहुत साथ दिनुभएको नि यहाँले मलाई उमा एकदमै त्यहाँदेखि गएर एक चामलिङ साहबलाई 1 घन्टा लेक्चर दिएको होइन त्यति बेला गर्दाखेरि बल्ल बल्ल उहाँले चामलिङ साहब त्यो त टेरर हो कि अब त्यो हामी त अब जोसमा थियौँ एकदमै इन्कम ट्याक्सको त्यहाँदेखि बेलुकी अब त्यहाँ गयौँ हामी 20 जना। त्यति बेला यहाँ हुनुहुन्थ्यो हाम्रो जज, अहिले जज भास्कर प्रधान, एनबी कतिवटा, हाम्रो डिआर थापा पनि थियो नि है, डिआर थापा, त्यहाँदेखि अझै गण्यमान्य उयो हाम्रो के थापा उकिल हाम्रो तेज थापा र अरू साथीहरू सबै थिए कि। अब त्यो मौकामा अलिकति चामलिङ साहब अलिक अफ मोड पनि हुनुहुन्थ्यो केहीले कारण होली होला। त्यहाँदेखि बल्ल के छ कसो छ भन्नुभयो। अन्त त्यहाँदेखि साथीहरू सबै होइन तपाईँ भनिदिनुहोस् न भनेर भन्नुभयो सबैले। त्यहाँदेखि म झन्डै 1 घन्टा मैले लेक्चर दिएँ क्या। अन्त त्यति बेला म आफूलाई मनमा ऊ हेर्दैछु चामलिङको अनुहार ऊ बत्ती हुँदै जाँदैछ तर बहुत रहस्यमय कुरा भयो नि त्यो दिन है, कुलम कुला यस्तो हुँदो उस्तो भनेर। त्यति बेलादेखि म यहाँलाई एकदमै हाम्रो सायद चिना परिचय त्यही बेलादेखि भएको हो। कहीँ बेला बेलामा यस्तो म भेटिन्छ कि। तर अझै पनि म तपाईँलाई अहिले पनि देख्दाखेरि भुलिहाल्छु क्या, भुलिहाल्छु। र अर्को बेला अब भेट्दाखेरि तपाईँको फुल युनिफर्म म हेर्न चाहन्छु क्या। अब यहाँ सबैजनालाई अनुभव नै हुनुहुन्छ। त्यति बेलाको त्यो अभियानमा हाम्रो नेपालीहरूको चाहिँ हालत के भएको थियो अनि के हुने थियो। तर भाग्यवश हामी सबै जाग्यौँ, फाइट पनि गऱ्यौँ। यहाँ मात्र होइन, दिल्लीसम्म पनि हामीहरू गयौँ। त्यहाँ गर्दाखेरि सफल पनि भयौँ र सबैले भयो। तर त्यस्तो समस्या, जटिल समस्या म सम्झिन्छु मेरो जिन्दगीको सबभन्दा ठुलो समस्या हल गरेको त्यही हो, इन्कम ट्याक्स। त्यति बेला अब आइतबारको दिन थियो, हामी जहाँ हतार थियो यहाँ पनि एकदमै सबैजना उम्लिरहेका थियौँ। अन्त त्यति बेला प्राइम मिनिस्टर हुनुहुन्थ्यो नरसिंह राव, म त मनमोहन सिंह फाइनेन्स मिनिस्टर हुनुहुन्थ्यो। अन्त त्यहाँदेखि हामीले एपोइन्टमेन्ट माग्यो के अरे प्राइम मिनिस्टर टाइम दिनुभएको थियो। तर अपरचर उहाँ बम्बे जानु पऱ्यो कुनै के काम परेर। अन्त उहाँले नै पनि खबर गर्नुभयो म चाहिँ यस्तो भन्छ र पनि मैले फाइनेन्स मिनिस्टरलाई जिम्मा दिएको छु भनेर भन्नुभयो। अब तपाईँहरूले पञ्चायती सिस्टम भन्नुभयो, यो त मेरो एकदमै पेट सब्जेक्ट भनौँ। अब हामी सिक्किममा जुन चाहिँ पञ्चायती सिस्टम छ त्यो चाहिँ उहिलेदेखिको हो, राजाको पाला भनौँ या के भनौँ हामीहरूको। तर त्यो बेलाको पञ्चायत र अहिलेको पञ्चायत, पहिले त्यो बेलाको पञ्चायत चाहिँ पञ्चायत गाउँ बस्तीमा हुन्थ्यो, बुढापाका मण्डल, दे युज टु बी सिनियर जसले चाहिँ भन्नु कसैले काट्नु सक्दैन थियो। अनि उनीहरूले पनि झुटो कुरो भन्दैन थियो, हुने कुरो नै गर्थ्यो। उसले सबैले त्यो बेलाको पञ्चायतहरूले सरकारमा पेस गर्यो भने कहिले पनि उनीहरूले मेरो लागि भनेर भनेन। उनीहरूले हामी सबलाई कलेक्टिभ एउटा हुन्थ्यो नि, माग्थ्यो उनीहरूले। तर व्यक्तिगत कसैले माग्दैन थियो, मेरो पर्सनल अनुभव। अनि त्यहाँदेखि अब म जन्मेपछि अलिक अलिक बढेपछि अब हामीहरूको चाहिँ सिक्किम भन्दा पनि वेस्ट सिक्किम, पश्चिम सिक्किम, त्यति बेला पश्चिम सिक्किममा चाहिँ अहिलेको नाम्ची डिस्ट्रिक्ट
गेजिङ डिस्ट्रिक्ट र सोरेङ डिस्ट्रिक्ट, तीनवटा डिस्ट्रिक्ट वेस्ट टिस्टापारी, त्यहाँ चाहिँ दे आर इन्फ्लुएन्स बाई दार्जिलिङको। त्यसको मतलब वी आर इन्फ्लुएन्स बाई इन्डियामा के हुँदैछ, सिक्किममा त्यसको पहिलो असर चाहिँ वेस्ट सिक्किममा पर्थ्यो। तर उनीहरू चाहिँ अब छोगेल अब राजा जे नै भनौँ अथोरिटी अल इन अल, उहाँको चाहिँ अब दया माया भनौँ कि अब रक्षा भनौँ कि के भनौँ, इस्टलाई पाउँथ्यो, वेस्टले केही के पनि पाउँदैन, टाढो। अब हामीहरूलाई मेरो 1950 अब म 36मा जन्मेको, त्यहाँ पढ्दै गरेर अब त्यहाँदेखि 1950देखि म बाहिर, सिक्किमदेखि बाहिर, दार्जिलिङ गएँ, कलकत्ता कहाँ 12 वर्ष बाहिरै उ गएँ। त्यसो गर्दा सिमिलरली अब यो वेस्ट सिक्किमको एजुकेसनली धेरै एडभान्स थियो। अब सिडी बाउ द फर्स्ट ऊ अहिले हाम्रो जेनेरेसनमा, त्योभन्दा पहिला पनि त्यो राइसा भरिप्रसाद प्रधान, उनी पनि अब उसको नाम्ची डिस्ट्रिक्टको हो, रातेपानीको। त्यसो गर्दा इन्फ्लुएन्स बाई अब इन्डियन इन्फ्लुएन्स, डेमोक्रेसी ऊहरू सबै थियो। त्यसै कारण अहिलेसम्म सिक्किममा चिफ मिनिस्टर छ नि सबै यो वेस्ट सिक्किम टिस्टापारीकै 6वटा चिफ मिनिस्टर भइसक्यो सबै। किन इस्टपट्टिको चाहिँ त्यो उनीहरूले नै राजा वेज एभ्रिथिङ एन्ड राजाले प्रोटेक्सन पनि पुरा दिएको हो। उनले हस्तक्षेप गरे, तर नजिकमा परेको गर्दाखेरि उनको एजुकेसनली उनीहरू एडभान्स पायो, गभर्मेन्टको मद्दत पायो। हाम्रो साउथ वेस्टको मतलब केही थिएन, आफै हाम्रो बाउ बाजेले जो गर्यो उनीहरूको आफ्नो मेहनत पसिना बहाएर हामीहरूले, अनि वी गट द बेनिफिट अफ दार्जिलिङ। सिडी सरले असल कुरा गर्दै उहाँसँग मैले 2003-04मा मैले काम गरेँ 1 वर्षको लागि। उहाँले भन्नुहुन्थ्यो, उहाँ दार्जिलिङ पढ्नु भएको रहेछ र उहाँले आएर पछिबाट जुन चाहिँ प्रजातन्त्रको जुन चाहिँ कामहरू गयो त्यसको इन्फ्लुएन्स चाहिँ त्यो के मनैनहरू भन्ने थियो दार्जिलिङमा होइन, उहाँकै इन्फ्लुएन्समा। त्यस्तै गरेर हाम्रो भण्डारी साहब पनि उतै पढेर एउटा तरुण सङ्घ भन्ने संस्थामा उहाँ जेनरल सेक्रेटरी हुनुहुँदो रहेछ। मतलब प्रायः जस्तो एकजना भाइले एउटा राम्रो आर्टिकल लेखेको छ सर कि, त्यो जस्तो हाम्रो यो रिनकलाई धेरै एडभान्स मान्छ नि सर। रिनक त्यहाँनिर थुप्रै मतलब साहित्यिक साङ्गीतिक क्रियाकलापहरू भइबस्छ। किन भन्दाखेरि त्यो कालेबुङ ती नजिकै छ नि, तर त्यो छेउको जुन चाहिँ स्थानको चाहिँ एउटा इन्फ्लुएन्स चाहिँ पर्छ सरले जुन चाहिँ भन्नुभयो नि होइन। त्यो अहिले अब यहाँ दालसा पनि हुनुहुन्छ है, उहाँ नेपाली साहित्य परिषदको पूर्व अध्यक्ष महासचिव। पहिला सिक्किम साहित्य परिषद भनेर भण्डारी साहबको टाइममा अब यहाँ मयूर होटलमा हामीले एउटा ठुलो मिटिङ गरेको, त्यति बेला चाहिँ पहिला नेपाली साहित्य सम्मेलन र सिक्किम साहित्य सम्मेलन के भनेर त्यसलाई चाहिँ सबै जाति गोष्ठीलाई मिलाएर चाहिँ सिक्किम साहित्य परिषद राख्नु भनेर भण्डारी साहबले भन्नुभयो र त्यहाँ राखियो। तर त्यसमा त्यही हो, साहित्य परिषदमा फेरि त्यो एउटा पर्टिकुलर एउटा बाहेक अरू कोही पनि नआउने। त्यहाँ एउटा प्रधान साहबले तपाईँले उहाँ दाल साहबको अध्यक्षतामा एउटा ठुलो मिटिङमा तपाईँले एकदम नै टेबल ठटार यहाँ चाहिँ यो किन सिक्किम साहित्य परिषद नेपाली हुनुपर्छ भन्नुभएको थियो। सिक्किम नेपाली साहित्य परिषद त्यो थियो बिचमा। अब त्यो गर्दाखेरि अब भण्डारी साहबको पालामा हो, उहाँले भने यो नेपाली शब्द हटौँ भन्ने भयो। किन भन्दाखेरि हामी सिक्किमको हो अन्त भन्ने ऊ भयो। अन्त हाम्रो नेपाली भन्ने कुरो चाहिँ यो कसरी हट्यो, यो हुँदैन, यो हुनैपर्छ भने धन्न त्यति बेला सिडी बाबु थियो। अनि त्यो मिटिङ वाज चेयर बाई चिफ जस्टिस इन्डियाको एउटा माने सिक्किमको एउटा मुस्लिम उनी थियो। त्यो मिटिङमा त्यो हुँदै गएर सबभन्दा पहिला सिडी बाबु, त्यहाँदेखि टिआर शर्मा साहब, उहाँहरू सबै एकदम मुनासिब कुरा हो भने त्यो मिटिङमा सबै गर्दै पास भइगयो थियो। पास ल अबदेखि सिक्किम नेपाली साहित्य परिषद सिक्किम भनेर फेरि रेजिस्टर हो नि, त्यो भएर बनायो। अब यो तपाईँले भन्नु पञ्चायत विषयमा चाहिँ अघि नै सुरु गरेको, पहिलादेखि नै चलिआएको थियो। अब त्यहाँदेखि सिक्किमको एउटा एक्ट थियो 1930s एउटा सिक्किम पञ्चायत एक्ट। त्यहाँदेखि त्यो त्यति बेला इलेक्सन फिलेक्सन हुँदैन थियो। गाउँ बुढोहरू 5 जना गाउँलेहरू प्लस सरकारको तर्फबाट चाहिँ मण्डल
मण्डल युज टु बी नोमिनेटेड बाई राजा र गर्दा मण्डलको रिप्रेजेन्टेटिभ मण्डल भयो सरकारको अनि 5 जना चाहिँ गाउँलेहरूलाई त्यो पनि इलेक्सन नभएर गाउँको बुढापाका को थियो उनीहरू हुन्थ्यो उनीहरू आफै जान्थ्यो त्यो गर्दा सबभन्दा ठुलो अनुशासन थियो क्या सरकारको नियम पालन इम्प्लिमेन्ट गर्थे उनीहरूले अनि कलेक्टिभ माने रेस्पोन्सिबिलिटी फर द भिलेज रुरल डेभलपमेन्ट त्यो थियो त्यो गर्दै गर्दै चल्दै आयो त्यहाँदेखि अब 1965 मा पञ्चायत एक्ट बनियो त्यो बन्नु अगाडि निर्णय म त्यति बेला म डिस्ट्रिक्ट अफिसर डिस्ट्रिक्ट ऊ थिएँ र चासो लिइबस्थेँ म अब डिस्ट्रिक्ट म्याजिस्ट्रेट डिओ पनि थिएँ अन्त पञ्चायत त्यति बेला त खुब राम्रो चल्दै थियो नेपालको पञ्चायत मैले भने यो गर्नु अगाडि म नेपाल काठमाडौँ जान्छु यो टु स्टडी नेपालमा चाहिँ पञ्चायती सिस्टम कस्तो छ भनेर गभर्मेन्टले एप्रुभ गर्नुभयो म फर्स्ट टाइम म काठमाडौँ नेपाल गएको नेपाल पसेको चाहिँ द्याट वाज माई फर्स्ट ओके इट वाज इन 1972-73 कहिले हो त्यहाँ गएको थिएँ त्यहाँदेखि त्यहाँ भेटघाट गरेँ एकजना मेरो साथी हाम्रो दार्जिलिङ गभर्मेन्ट पढ्दै मिनिस्टर रहेछ अन्त त्यो मिटिङमा सबै उ गर्दै मिटिङ त्यो पञ्चायत मिनिस्टर पनि थिए एकजना नाम रूपनारायण के भन्ने त्यो गर्दै एकजना मिनिस्टर नै छ अन्त उनले मलाई राम्ररी हेर्दै थियो हाँस्दै थियो ऊ म त चिनेको त्यहाँदेखि बात भयो निकै अलिक बुझ्ने हाम्रो पनि गयौँ उनीहरूको पनि बुझ्ने भयो अन्त उसले मलाई त्यो मिटिङ सकेपछि भने तिमी पूर्ण होइन भने हो भने मैले भने अब मिनिस्टर तपाईँ भने नि त्योमा त्यो हो श्यामबहादुर पनि के नाम थियो भेट भयो लु उसो भन्दा राम्रो हो लु तिम्रो अफिसमा के छ यो पञ्चायत सिस्टम कागजहरू देऊ किताबहरू देऊ एक्टहरू देऊ भनेर सबै लिएर आएर हामीले पञ्चायत एक्ट बनायौँ नि एडप्ट गऱ्यौँ त्यसमा नेपालको ऊ धेरै एडप्ट गरेको छौँ त्यहाँदेखि हुँदै हुँदै राम्रो चल्दै थियो अनफर्चुनेटली अब सिक्किमको डेभलपमेन्ट हुँदै जाँदाखेरि चाहिँ बुढापाकाहरूले त्यो जिम्मा लिन्थ्यो उनीहरूको वरि नै टेन्सनै गाउँ विकास त्यति बेलाको माग के थियो गाउँको यही माग थिएन यही भिलेज रोड मुडे पुल पनि भन्दैन मुडे पुल डिस्पेन्सरी हस्पिटल कुरै दिएन डिस्पेन्सरी यस्तै केहरू स्कुलहरू प्राइमेरी स्कुलहरू पिउने पानी त्यति थियो माग अन्त जब यो एजुकेसन भयो 73 मा सुरु भयो दिल्लीबाट एक टिम आएको थियो त्यो जस्ट बिफोर दिस 1975 त्यति बेला त्यो टिमको लिडर चाहिँ कम्पनी भन्ने त्यो पछि उनी आए यहाँ डेभलपमेन्ट कमिसनर उनीहरू आएर हाम्रो गाउँमा मैले घुमाएँ उनीहरूलाई जनतालाई सोध्यो के छ किन तिमीहरू यस्तो भयो राजा किन राजालाई विरोध गरेको तिमीहरू जनताहरू सबैले प्रायः सबैले नै भने हामी राजाको विरोध गरेको होइन हामीलाई यो डेभलपमेन्ट यो गाउँ बस्तीको पेट्टीहरू चाहिन्छ हामीलाई बाटो छैन पुल छैन स्कुल छैन डिस्पेन्सरी छैन यही सबै मात्रै उनीहरूले कुरा गर्थ्यो अनि कहिले पनि कसैले पनि इन्डिभिजुअल मेरो नोकरी यो एम्प्लोइमेन्ट भन्ने कुरा त मान्छेको मुखमा थिएन नि हो थिँदै थिएन सबै देव थियो मकै खान्थ्यो भुटेको मकै खान्थ्यो मकैको चामल खान्थ्यो हामीले मकैकै चामल खायौँ सिस्नु खायौँ इस्कुस खायौँ त्यस्तै पनि सन्तोक थियो नि सबै बट दे वान्टेड नम्बर 1 रुरल डेभलपमेन्ट गाउँ बस्तीको डेभलपमेन्ट प्लस एजुकेसनमा उनीहरूको ऊ त्यो अन्त बिमार सिमार भयो भने डिस्पेन्सरी त्यो हुँदै हुँदै आयो अब 1975 मा त अब सिक्किम भारतको अङ्गम भयो फर्स्ट जुन दिन चाहिँ भारत यो झन्डा सिक्किमको झन्डा रिप्लेस बाई इन्डियन तिरङ्गा झन्डा त्यही दिनै सिक्किम सरकारले हामीलाई याद पनि थियो मतलब याद पनि थिएन त्यही दिनै एनाउन्स भयो एउटा नयाँ डिपार्टमेन्ट क्रिएट भयो त्यो चाहिँ के हो भने पञ्चायत अनि रुरल वर्क्स भनेर अन्त त्यसमा भन्नुभयो मलाई
district officer is Purna Kumar Pradhan will be the secretary भन्ने भयो त्यहाँदेखि भएको मेरो इन्ट्रेस्ट पनि त्यतै थियो त्यो डिपार्टमेन्ट पाएँ त्यो डिपार्टमेन्ट के गर्नुपर्ने भन्दाखेरि मुडिया पुल बनाउनु भिलेज रोड बनाउनु अनि 1 माइल त्यति बेला किलोमिटरमा कम्ती चल्दै थियो 1 माइल बनाउनु 500 रुपियाँ दिन्थ्यो गभर्मेन्टले भिलेज रोड 5 फिटको चौडाइ त्यहाँको हिँड्ने बाटो र पिपल वर भेरी ह्याप्पी 500 रुपियाँ अहिलेको भन्दा 500 भन्दा 5 लाखको भ्यालु छैन अहिले उनीहरू आफै पनि लाग्थ्यो 500 रुपियाँ उनीहरू सबै श्रमदान त्यो भन्छ नि श्रमदान हुन्थ्यो। त्यो पञ्चायतमा चाहिँ रुपियाँ आउँथ्यो यो अब पिपल्स पार्टिसिपेसन हो त्यो गर्दै गर्दै अब आयो डिसिप्लिन थियो मान्थ्यो राजाको माने सरकारको हुकुमको जवाब छैन त्यही थियो नि एउटा क्वेसन कसैले गर्दैन थियो जो त्यही माग गर्थ्यो अब यहाँ एजुकेसन बढ्दै गयो डेमोक्रेसी आउँदै गयो तर हाम्रो पनि यहाँ अहिले आर्टिफिसियल लाइभलीहुड भइसकेको छ हामी नै सबै अब त्यही हो मेरो चाहिँ भन्नु अरू के भन्नु तपाईँ हामी सबैलाई अनुभव छँदैछ के हो वेयर वी स्ट्यान्ड अनि हाम्रो भोलि के हुन्छ हाम्रो भावी संस्थाको हालत के हुन्छ आई फिल त्यो वरि हामीमा छैन त्यो उनीहरूको भाग छ भने हुन्छ हुँदैन भने हामीलाई पनि हामीलाई यो हामी पनि त त्यस्तैबाट आएको तर द्याट इज रङ थिङ्किङ वी हेभ टु थिङ्क फर द जेनेरेसन्स एन्ड वी हेभ टु थिङ्क फर द कन्ट्री फर द स्टेट त्यो चाहिँ हाम्रो हराउँदै 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 गएको जस्तो लाग्छ इट मे बी आई एम अब अपडेटेड भयो कि कसो भयो कि अब इफ आई एम रङ तपाईँले मलाई एजुकेट गरिदिनुहोस् न यो स्टिल इन द प्रिमिटिभ एरा एजको मान्छे रहेछ यो अलिक कतिको मोडर्नाइज भयो भन्नुहुन्छ भने अब त्यो कसरी मोडर्नाइज हो हामी चाहिँ सरको एउटा तपाईँको अनुभवहरू होइन अहिले सुन्दाखेरि कति समय गएको थाहै भएन नि त कति एकदम चाहिने कुराहरू गर्नुभयो अघि अलिकति एउटा चर्चा उठेको थियो नि जुन चाहिँ अब हामी माथि मिटिङ गर्दाखेरि पनि कता कता त्यो एउटा कुराहरू उठ्यो क्या अब हामी चाहिँ कस्तो भने सुतिरहेको जस्तो अवस्थामा छौँ क्या त मतलब हाम्रो जातिमाथि कति मतलब लान्छनाहरू लाग्छ र पनि हामीलाई कसैलाई मतलब छैन सरले भने जस्तो अब एउटा गाडी भयो घर भयो आफ्नो राम्रो लाइफस्टाइल भयो भने अरू केही पर्दैन त अघि शैलेश सरले कुरा गर्नुभयो होला त्यो एउटा सिक्किममा त्यो पिपल्स फोरम त्यसको अहिले एक्जिस्टेन्स छ कि छैन सर त्यो कसको को थियो त्यति बेला अब सिक्किम पिपल्स फोरम चाहिँ हामीहरूको अब गऱ्यौँ अभियान धेरै इन्कम ट्याक्सको अनि त्यसमा हामीहरूले सिक्किम पिपल्स फोरम सक्सेस पनि भयो त्यति बेलामा 93 94मा त्यहाँदेखि 95मा इलेक्सन हुनेवाला थियो मलाई धेरैजनाले भन्यो कि सिक्किम पिपल्स फोरम पिएफलाई सिक्किम पिपल्स पार्टी बनाउँ र इलेक्सन लडौँ भन्ने पनि भयो मैले भने हो यो चाहिँ 1 पोइन्ट एजेन्डा हो हाम्रो इन्कम ट्याक्स विल नट बज म चाहिँ आई डोन्ट एग्री भनेर मैले उ गरेँ इन्कार गरेँ कि अन्त सिक्किम पिपल्स फोरम स्टिल एक्जिस्ट छ हुनसक्छ एकजना म मात्रै होला या मेरो 1-2जना साथीहरू छ उनीहरू मात्रै होला तर जरुरत परेको खण्डमा एटलिस्ट वी क्यान युज द्याट फोरम किन सिक्किम पिपल्स पार्टी भनेपछि पब्लिकलाई नयाँ इन्ट्रोडक्सन गर्नु पर्दैन त्यो भयो पिपल्स पार्टी इन्कम ट्याक्सको भनेर इन्कम ट्याक्स हो त्यो त बहुत गरेको छ भन्ने र हामीले इन्कम ट्याक्स 94-95मा गऱ्यौँ त्यो भयो त्यहाँ 98मा फेरि अर्को सिक्किममा समस्या आयो त्यो धेरैलाई अब याद पनि छैन अपरचट हामीले सोल्भ गऱ्यौँ त्यति बेला चामलिङ साहब चिफ मिनिस्टर हुन्थ्यो बिहान मलाई 3 बजी रात बिहान फोन गर्नुभयो पिके साहब थाहा पाउनुभयो अन्त खतम हुने भयो भने के भयो के कसो भयो भने अन्त त्यति बेला उहाँकै पार्टीको हाम्रो मिस्टर खरेल के अरे भण्डारी उनले एसेम्ब्लीमा निकाल्यो वी हेभ टु ब्रिङ ब्याक प्यारिटी
जेके भण्डारी भन्नुभयो उनले गर्यो क्यान्डिडेट ल्याए उसले अन्त के अरे चन्द्रनी सबले तपाईँको एमएलए एकल झापेर विड्र गर्नु लाउनु हुँदैन ऊ पनि के तपाईँले के गर्नुपर्छ भने अब मैले के गर्नु मैले अब त्यहाँ गएर फेरि उनलाई नै बोलाएँ मैले यहाँ बोलाएर कुरा भयो के गरेको यो घुँडामा बन्जर हानेको आफै अरे त्यो ठिकै छ उनीहरूले पढ्नुपर्छ तर पर्सेन्टेज अफ द पपुलेसन हेरौँ न हामी 75% नेपाली छौँ उहाँहरूले उयो 15% 20% ऊ छ उनीहरूलाई अत्याचार उयो मेजोरिटी माइनोरिटी भन्ने सिक्किममा छैन तर इट इज ए रियालिटी अब गर्दाखेरि प्यारिटी भयो भने त 50-50 75% पनि 50%मा आउनु 35% पनि 50%को बेनिफिट पाउनु यो त ऊ हो भनेर भने निकै त्यहाँदेखि फाइनल्ली 1 दिन 2 दिन लाग्यो होला त्यहाँदेखि मिस्टर भण्डारी उनले विथड्र गरेर त्यो पनि सोल्भ भयो म जहिले पनि देख्छु सरसँग एउटा के भने छाया जस्तो क्या त है जहिले पनि सर अलिकति बिसन्चो हुँदाखेरि पनि सँगै दिल्ली लिएर जानुहुन्छ घरिका तीर्थधाममा देख्छु घरि कहाँ सोरेङमा सबै देख्छु है अन्त यो माया पृथ्वी पनि एउटा अमर कथा जस्तो नि है सरको बारेमा के भनिदिनुहोस् न के भन्नु सरको बारेमा अझै पनि यो एजमा मलाई लाग्छ इज फुल अफ जोस है अन्त हि इज अब्सेस्ड विथ सिक्किम एकदम सिक्किममा उहाँको मलाई लाग्छ धड्कनै सिक्किम छ कतिवटा त अब हि हेज टु चेन्ज विथ टाइम भनेर भन्छु म क्या यो समय अर्कै हो तपाईँ अझै पनि चिफ सेक्रेटरी जस्तो कुरा गर्नुहुन्छ यु मस्ट चेन्ज यर आउटलुक भन्छु क्या भन्दाखेरि चाहिँ उहाँले मेरो सोचाइ यही हो तिमी जेसुकै भन भन्छ अब हिजो अस्ति नि मात्रै सोरेङमा हामी जाँदा अब बाहिर बस्छु नि त हामी है आँगनमा अन्त त्यहाँ बिहानदेखि बस्नुहुन्छ ब्रेकफास्ट हामी ती खाइहाल्छु अन्त कोही आउँछ गाउँलेहरू आएकै गर्छ कोही न कोही आइहाल्छ अन्त त्यहाँ सुरु हुन्छ उसको भाषण अन्त वेदर यु कल इट क्रिटिकल भनौँ या इज नट क्रिटिसाइजिङ गभर्मेन्ट बट उहाँको अब सोचाइ पुरानो मान्छेहरूको जे थियो नि थिङ्किङ अब तपाईँले सुनिहाल्नुभयो पञ्चायतको डिसिप्लिनको सबभन्दा बेसी चाहिँ अनुशासनको कुरा गर्नुहुन्छ उहाँले हि इज अब्सेस्ड विथ डेभलपमेन्ट भयो भने राम्रो पाराको डेभलपमेन्ट होस् यस्तो होइन भनेर उहाँको त्यही छ म त सबभन्दा ठुलो कुरा चाहिँ एन्ड आई थिङ्क आई हेभ लर्न अ लट फ्रम हिम अल्सो अब म चाहिँ जन्मेको हुर्केको सबै यहाँ भएर पनि होला तर आई चेन्ज विथ टाइम समटाइम्स त्यो चाहिँ नेसेसरी छ जस्तो लाग्छ तर उहाँको चाहिँ हुँदैन हि विल नट एप्रिसिएट बेला गर्नुहुन्छ तर होइन उहाँले अब यो जब 19मा अब नयाँ सरकार आएपछि उहाँ मैले एउटा कुरा अब त्यो पब्लिसाइज भएको थियो अब अहिलेको जमानामा एउटा सानो प्लट अफ ल्यान्डको लागि चाहिँ दाजुभाइमा काटामार हुन्छ झगडा हुन्छ होइन अहिले त्यो क्राइसिस छ जग्गा जमिनको तर प्रधान साहबले अब तपाईँको कन्सेन्ट बिना त उहाँले दिनु भएन नि त होइन र उहाँले हस्पिटल बनाउनुको लागि आफ्नो बाजेको नाममा होला बाजेको नाममा धेरै थुप्रो जमिन चाहिँ दिनुभएको छ है अबाउट 8 acres 8 acre भनेको अहिलेको भ्यालुएसनमा मोर देन 20 करोड भनेर त्यति भ्यालुएसन गोली साहबले उहाँको भाषणमा पनि भन्नुभएको हो नि झन्डै 18-19 करोडको यो जमिन हो त्यो दिनु भने त ठुलो कुरा हो अहिलेको जमानामा है अहिले त्यसको के प्रोग्रेसहरू बारेमा के छ त्यो चाहिँ हुँदैछ सुरुमा चाहिँ आई थिङ्क फर 3 years देयर वाज नो प्रोग्रेस है अन्त उहाँ अलिकति त्यही अब एजिटेट भइहाल्नुहुन्छ उहाँको चाहिँ सुरुदेखि नै आरडिडीमा हुँदा म उहाँसँग आई वाज वर्किङ इन आरडिडी अल्सो अन्त केही काम गर यो आज सुरु गर भनेपछि सुरु गरिहाल्नुपर्ने विदाउट समटाइम्स इभन स्याङ्सन तर अफिसमा आएर चाहिँ हामीले फाइल पुटअप गर्नुपर्ने तर काम चाहिँ सुरु गर्ने थियौँ हामी त्यस्तो थियो अब अहिलेको उसमा छैन अब रेजिस्ट्रेसन भयो सबै भयो सो फर अबाउट 3 years चाहिँ प्रोग्रेस थिएन अन्त उहाँले अब यताउति त्यो गाउँलेहरूलाई मान्ने बेलामा तिमीहरूले मलाई राति बत्ती नहुँदा पनि क्यान्डल लाइट लिएर मलाई क्या म्यापहरू देखायो सोइल टेस्टिङ भयो पनि के म हस्पिटलमा थिएँ दुनियाँभरको यहाँ तिमीहरूले गऱ्यो अब खोइ थाल्दैन त काम भन्ने खालको उहाँको थियो सो हि वाज भेरी डिस्ग्रन्टल्ड अन्त त्यो पछि चाहिँ बिस्तारै बिस्तारै यो काम आई थिङ्क मिनिस्ट्रीबाट आएको थियो होला कोही इन्सपेक्सनमा मेरो इन्फर्मेसन चाहिँ सोसियल वेलफेयरले फन्डिङ गर्दैछ नि यो चाहिँ किन फन्डिङ थिएन
सो द ओन्ली मिनिस्ट्री जमिन चाहिँ थियो तर त्यो बनाउनुको सो लागि फन्डिङ चाहिँ त्यो फन्डिङ सुरुमा थियो पुरानो पिएचसीको लागि चाहिँ पैसा थियो अरे तर त्यो यसमा ट्रान्सफर गरेन म जान्दिनँ त्यो चाहिँ त्यहाँदेखि सोसियल वेलफेयर मिनिस्ट्रीबाट चाहिँ पैसा आएपछि त्यहाँदेखि त काम सुरु भयो एन्ड इट इज डिलेड बाई अबाउट 4 years किनभने गोले साहबको कमिटमेन्ट थियो यो फर्स्ट टर्म सक्ने बित्तिकै यो हस्पिटल चाहिँ कम्प्लिट गराउँछु म भन्ने थियो कि अहिले त प्रोग्रेस इज भेरी गुड हामी त खेपै पछि वेन वी गो टु सोरे हामी जान्छौँ त्यहाँ हेर्नुको लागि उहाँ त हिँड्नु नसक्यो भने पनि जबरजस्ती जानुहुन्छ जसरी भए पनि हिँडेर हामी त कोही कोही बेला त व्हिल चेयरमा पनि लगाएछु मैले त उहाँलाई देखाउनुको लागि के हुँदैछ तपाईँलाई थाहा छ कि छैन है अहिले कुरा म्याडमले भन्नुभयो नि होइन प्रधान साहब पनि अब आरटिडीमा सेक्रेटरी हुनुहुन्थ्यो म्याडम पनि त्यहाँनिर डेप्टी सेक्रेटरी हुनुहुन्थ्यो त्यति बेला है सो आई वाज अल्सो इन द सेक्सन अफ एनआरएससी थिएँ है अन्त उहाँकोमा चाहिँ जो पनि पस्नु डराउने एकदम स्ट्रिक्ट अनि मैले चाहिँ उहाँसँग कसरी नजिक हुनु पाएँ भने सानो लामा चाहिँ साहित्यकार मान्छे त मलाई चाहिँ उहाँले चुनी भाइ भनेर माया गरेकोले उहाँको आर्ट लिएर चाहिँ मैले उहाँ क्लोज हुने मौका पाएँ होइन म चाहिँ जान्थेँ उहाँको अफिसमा अनि त्यो गभर्मेन्ट उसमा एउटा एसिआर भन्छ नि एनुअल कन्ट्रिब्युटर उहाँले सबैको चाहिँ राम्रो त हेरेर गर्नुहुन्थ्यो क्या त अन्त जो जस्तो छ त्यस्तै कसैले पार्सिलिटी नगरिकन गर्नुहुन्थ्यो अन्त मेरो पनि त्यो इन्क्रिमेन्टको लागि फाइल गएछ उहाँकोमा अन्त सबैले भने बुढोले त खतरा लेख्छ है गर भन्नु नि भने मैले भने म त जानु जाँदिनँ भने तर म छक्कै परेँ उहाँले चाहिँ यति राम्रो एसियर लेखिदिनु भएको छ हि इज एक्सलेन्ट वर्कर भनेर पिके साथले सो त्यो चिज कहिले पनि बिर्सिँदिनँ म नि सो यो एउटा उहिले कुरा हो अब बर्थडे कहिले उहाँको 31st May 1936 हो कि बट अफिसियल डेट त तपाईँको 16/6/37 दिएको छ होइन मेरो त 3वटा छ बर्थडे खास जन्मेको 31st May 1936 अफिसियल 16 June 1937 अनि अर्को चाहिँ अब हाम्रो अब हिन्दू शास्त्र मुताबिक मेरो जन्मदिन चाहिँ के अरे निर्जला एकादशीमा हुन्छ निर्जला एकादशी हो त्यो चाहिँ अब कोही बेला यसपालि त झन्डै 24-25 दिन पछि भयो 3वटा बर्थडे तर मलाई पनि विश्वास लाग्छ म चाहिँ मेरो जन्म चाहिँ एउटा भगवान्को आशीर्वादले अन्त पहिले नै म सानोमा हुँदाखेरि एउटा ज्योतिष थियो कनि नेपालबाट आएको हो कि कहाँ 2जना ज्योतिष म भुल्दिनँ क्या एउटा त्यो ज्योतिषले भनेको थियो तिमी के अरे तिम्रो शिरमा बृहस्पति छ भनेर भन्नुहुन्थ्यो अनि तिम्रो चाहिँ तिम्रो यो के अरे जन्मिँदा चाहिँ तिमी चाहिँ राजा हुनुपर्ने हो तर अन्त त्यो पछि भन्दै म राजा बराबरै हो चिफ सेक्रेटरी हुनु भयो अनि अर्को चाहिँ यो के अरे एउटा पन्जाबी साधु आएको थियो म माथि डेभलपमेन्ट एरियामा क्वार्टरमा थिएँ अन्त मलाई मेरो हेरे अरे वाह 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 भन्छ के तिम्रो एक्कासी भने तिम्रो यस्तो भाग छ यस्तो उ छ तिमीले 11वटा घर बनाउँछौ भने त्यो पन्जाबी उसले क्या हाँसे भयो क्या बात करता है भनेर भने कि अन्त त्यो भगवान्को आशीर्वाद भनौँ के भने अब बाउ बाजेको वीरता प्लस अब त्यस्तै हुँदै गयो अहिले कटेर त्यो भान्साघर यो धुरी गन्ती गरेर चाहिँ 11वटै छ मेरो यही एउटा ग्यारेज छ त्यो पनि धुरी नै हो यतापट्टि एउटा चिफ सेक्रेटरी हुँदाखेरि सिक्युरिटी सरकारले बनाइदिएको त्यो गार्ड रुम 2 भयो किचन थियो एउटा 3 योसँग 4 अन्त यो 4वटा हो 11वटा पुगे त्यो कता साँच्चै हो रहेछ जस्तो लाग्छ क्या त प्रिय बन्धुगण आदरणीय
भ्युवर्सहरूलाई तपाईँले हेर्नुभयो अहिले हामीले पिके प्रधान साहबसँग एकदमै मिठो सौहार्दपूर्ण एउटा भेटघाट गऱ्यौँ र म्याडमले पनि हामीलाई साथ दिनुभयो र आजको ठुलो उपलब्धि भनेको उहाँले जति पनि कामहरू गर्नुभएको छ त्यसलाई हामी एउटा ग्रन्थको रूपमा हामीले प्रकाशित गर्ने एउटा आज सल्लाह भएको छ र हाम्रा कुसेन तिमसिनाज्यू जसले हाम्रो स्रष्टा सम्वर्धना समितिमा पनि उहाँ एकजना कुशल सम्पादक रहेर हाम्रो स्वर्गीय किरण रसाइली अभिनन्दन ग्रन्थ बिनाश्री खरेल कवयित्री बिनाश्री खरेल स्मृति ग्रन्थको उहाँले सम्पादक गरेर काम गर्नुभएको थियो। त्यसरी नै आज हामीले उहाँलाई र उहाँका हाम्रा विमल काफ्लेज्यू चन्द्र म्याडमहरू सबैलाई समेटेर एउटा समिति पनि बनाएका छौँ र म पिके प्रधान साहबले आफ्नो कार्यकालमा धेरै कामहरू गर्नुभएको छ। अघि हामीले चर्चा गऱ्यौँ जस्तो अब पहिला सिक्किम साहित्य परिषद भनेर भन्थ्यो र उहाँले यो नेपालीहरूको संस्था हो यसलाई नेपाली साहित्य परिषद राख्नुपर्छ भनेर उहाँले नै एउटा प्रस्ताव ल्याएर त्यो गर्नुभएको छ ठुलो। अनि अर्को यो सिक्किममा लागेको जुन चाहिँ 90को दशकमा इन्कम ट्याक्स इस्यु थियो त्यसमा उहाँले यति धेरै काम गर्नुभयो र एउटा त्यो इन्कम ट्याक्स इस्युलाई समाधान गर्ने उहाँ एकजना प्रमुख व्यक्ति हुनुहुन्थ्यो र उहाँसित भेटेर अब हाम्रो युवा पिँढीले पनि धेरै कुराहरू जान्नुपर्छ सिक्नुपर्छ र उहाँले गरेर ल्याएको अनुभवहरूलाई हामीले एउटा आउने पिँढीमा हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले हामीले उहाँको एउटा अभिनन्दन ग्रन्थ निकाल्दैछौँ र म यही भिडियो मार्फत म सम्पूर्ण शुभचिन्तकहरूलाई अनुरोध पनि गर्न चाहन्छु उहाँको अभिनन्दन ग्रन्थको लागि तपाईँहरूकोमा चिठी आउनेछ पत्रचार हुनेछ र त्यो तपाईँले उहाँ बारेमा के तपाईँलाई अनुभव छ तपाईँले लेखेर पठाइदिनुहोस् र आउने दिनहरूमा पनि हामीले यसरी नै ज्ञान गुणका कुराहरू अनुभवका कुराहरू निर्माणका कुराहरू तपाईँहरू माझमा ल्याउने रहेछौँ। तबसम्मलाई हामीलाई आज्ञा दिनुहोस्। नमस्कार।